म युगल राई पेसाबाट सिक्किम पुलिस मेरो खुट्टाको ट्रिटमेन्टको लागि आएको। दुर्घटनामा एक्सिडेन्टमा खुट्टा भाँचिएको थियो। मलाई सबैले भन्यो वैद्यकोमा राम्रो हुन्छ, उसँग कन्ट्याक्ट गरेर उसले ट्रिटमेन्ट गरिदियो। बादमा मैले विचार गर्दै जाँदा खुट्टा एकदमै बाङ्गो भयो। मलाई त टेक्दाखेरि पनि प्रब्लम हुन थाल्यो, पेन पनि हुन थाल्यो, हिँड्दाखेरि अलग्गै याद पाउनु थाल्यो। मेडिकल ट्रिटमेन्ट गर्नु आउँदाखेरि मैले यहाँनिर हाम्रो सुयल कोइराला सरसँग फर्स्टमा मेरो एपोइन्टमेन्ट भयो। त्यहाँदेखि उहाँले मलाई मेरो घाउको बारेमा, मेरो यो भाँचिएको खुट्टाको बारेमा सबै उहाँले डिटेल्ली मलाई राम्रोसँगले सम्झाउनु भयो। उहाँले जुन प्रकारले बोल्नुभयो, उहाँको जुन त्यो कन्फिडेन्ट थियो त्यसमा मैले पनि भरोसा गरेँ। त्यसमा अन्त खुट्टा पहिलाको भन्दा अहिले अपरेसनको बादमा हेर्दा यो भिजिबिलिटी एकदम आँखाले देख्छ राम्रो भएको छ। यसको लागि म आफै सेटिस्फाइड छु। यो चाहिँ मैले ओटी गरेको बेसी भाग पनि भएको छैन, 10 दिन बादमा यतिकै हिँड्ने भएको छु। एकदम पहिलाको भन्दाखेरि चाहिँ अहिले हेर्दै अलग्गै देखिहाल्छ सिधा भएको।